काठमाडौँमा पैसा नहुँदा बरु एक गिलास रक्सी त्यसै कसैले खौला, तर कोठा पाउन साह्रै गाह्रो। 3-4 दिन भयो कोठा खोज्दै भौतारेको, कहीँ पाएन। बल्ल बल्ल एउटा कोठा पाएको थिएँ, त्यही पनि बिहे भएको मान्छेलाई दिन्छु भन्छन् त। मैले पनि भने मेरो पनि बिहे भइसक्यो, घरमा छोरा र बुढी छ भनेको त। बुढी र छोरो घर होइन, यहाँ चाहिन्छ कोठा पाउनलाई त भने। अनि मैले यसो सोचेँ, तपाईँको बिहे भएको छ कि भएको छैन भने त मेरो बिहे भयो नभए तँलाई के मतलब भने। मतलब छ नि, नत्र त सँगै बस्नुहुन्थ्यो भनेको। भित्र बुढो रहेछ, त्यही माथि ब्ल्याक बेल्ट। आएर गोरु धुलाइ गर्यो नि।